सबैजना निस्किसक्यो हामी तयारी भएर। ल हामी त गयौँ हिँड्यो वरिष्ठ पास्टर बुवाको घरमा। बाई बाई। ल बिस्तारै जानु होला। ल बिस्तारै जानु होला। जय मसी। बाई बाई। ल नानी माया दिदीलाई कस्तो अनुभव भइरहेछ त ल भन्नु त। धेरै राम्रो आशिष पाएँ हो ल खुसी लाग्यो तपाईँलाई? आशिष पाएँ खुसी भएँ म त। तपाईँ आशिष पाए जस्तो फिल गर्नुभयो त? मैले आशिष पाएँ खर्च गुड केही पनि गुड गुड छैन सही हो। कस्तो अनुभव भयो चिनु आन्टी? हजुर कस्तो अनुभव भयो त? मैले त आशिक है ल आशिकै आशिक पाउनु भयो अरे। ल बाटो भन्नुहुन्थ्यो अनि यहाँबाट हेरेर बन्नाले पुग्छ अरे। ए थाहा छैन म त पहिलोचोटि हो। थाहा छैन होला नि हुन सुनेको अन्टार्कटिकाबाट यो तपाईँहरूले देखिराख्नु भएको दृश्य चाहिँ सबै ड्रागन फ्रुटको यो खेती नै हो। यो ड्रागन फ्रुटको कस्तो तितोवाला बस्न आएको। हो म पनि चाँडै हिँड्छु। ल ल ल ल ल म पनि चाँडै हिँड्छु। ल पौडी खेल पौडी। के खोला जस्तो? कहाँ? पनौतीमा कि यहाँ? ए पनौतीमा पनि खोला छ नि। बिस्तारै बिस्तारै खोला रहेछ खोला। हिँड्न नसक्नेहरू रे। ल बिस्तारै हिँड्नु है बिस्तारै। कोलेसे पुरै ठिक हुन्छ कि ल एकजना लडम त। तपाईँ त यहाँबाट पानी ठुलो छ कि कस्तो छ? अहिले सुक्खा महिनामा सुक्खा घाँस दिने होला नि। हरिहरु खबर दिने कोदाली मागेर अनि बाटो बनाउँदै मोजा भिजाउँदै गयो भाइ। त्यसले त जुत्ता मोजा खोल्नु पर्छ नि। गयो त माछाको बच्चा रे के माछाको बच्चा भाइ। खै के खोला हो मलाई पनि थाहा छैन। माछाको बच्चा माछाको बच्चा। हाम्रो भाउजूलाई के यसरी हाम्रो यसो खिच्दलाई ल खोलामा छ्याप्लेङ छ्याप्लेङ छ्याप। खोलाको नाम त थाहा छैन है के हो? ल ल छ्याप्लेङ छ्याप्लेङ। नानी माया दिदी कस्तो लाग्यो त तपाईँलाई खोला? सौलो रहेछ अहिले धेरै ठुलो रहेछ हामी तर्न सक्ने रहेछ। ल गुड।
अब बीचमा आउँदा घ्याम्पे खोला के थियो यसरी जानुपर्छ है। तर यहाँ चाहिँ यस्तो अवस्थामा यसरी हातमा चप्पल बोकेर अगाडि फर्केर पछाडि उतातिर नफर्की। म यहाँ विष्णु दिदीलाई पनि लाँदैछु। दिदीलाई गोराको भन्दै फिर्नु है। अनि यो फोटो चाहिँ सट्ट पठाइदिनु, रेबिकालाई पठाइदिने हुन्छ है। यता आमामामामा बाँदरको लहर लहर लागेर आउँदैछ मासतिर है। रातो कालो पहेँलो निलो बाँदरहरू आउँदैछ पास्टर बुवा। कति रमाइलो है तार्नलाई। लु यहाँ आएपछि तर्नु भयो खोला। हजुर खिच्यो खिच्यो। आउनु होला बल्ल तरियो। आमै ठुलो खोला थियो बिचरा बल्ल बल्ल तरियो। खै जुत्ता लाउनेहरू चाहिँ अनि छैन मोजा जुत्ता छ नि। ल टोली आउनु पर्यो। यता माछा सूर्यमाया दिदीले किने रे खोज्दैछ। 1 किलो बनाउन लागेको छ सबैजनाले। वर्षमा सक्दैन। अनि कहाँबाट हिँड्ने होला त? कस्तो छ पानी। मरेको मरेछ कि सुतेछ? न सुतिरा हो कि ल आदि बाँदर आयो पास्टर बुवा लहर्ने भयो। के खोजेको बाबु? कत्रो छ भन त। अनि के गर्ने त अब त्यो लगेर पोलेर खाउँ भने पोल्दा पोल्दै त्यो हराउँछ। समातेर पाल्न लैजाऊ भने बसमा अक्सिजन नपुगेर मरिहाल्छ। के गर्ने अब? चर्चमा लगेर राख्ने। माछा भनेर भ्यागु त समाइरा जस्तो छ अघिदेखि। ल हेर्न है यहाँ भव्य स्वागत छ। यहाँ जानु है। स्वागत गर्नु भएको छ है। ल हामी आउँछु। यहाँ यी हाम्रो वरिष्ठ पनि हुनुहुन्छ। अर्को यता अर्को वरिष्ठ खोपासीको उहाँ पार्थलीको रसियन धनिया। अनि त्यो त्यहीँ कोही लग्यो।
ल विष्णुमती खोला तरेर आउनु भएको मान्छेहरूको यहाँ अनुहार हेर्नु है। तर कुन खोला हो मलाई थाहा छैन, त्यो मैले आफै राखेँ नाम है। अयो यो चाहिँ मैले तपाईँहरूलाई अघि टाढाबाट देखाएको ड्रागन फ्रुटको खेती, अहिले चाहिँ नजिकबाट देखाएँ है तपाईँहरूलाई। यो चाहिँ जम्मै ड्रागन फ्रुटको खेती हो, जुन चाहिँ हाम्रो वरिष्ठ पास्टरज्यू कालुसिंह तामाङले गर्दै हुनुहुन्छ सिन्धुलीमा। यदि कसैलाई चाहिएमा तपाईँहरूले उहाँलाई सम्पर्क गर्न सक्नुहुन्छ। ड्रागन फ्रुट चाहिँ एकदमै हेल्दी हुन्छ है, एकदमै टेस्टी, एकदमै मिठो हुन्छ। कसैलाई चाहिएमा चाहिँ तपाईँले हाम्रो वरिष्ठ पास्टरज्यू कालुसिंह तामाङलाई सम्पर्क गर्न सक्नुहुन्छ। केरो टिप्न गयो पास्टर बुवाको घरमा। केरो 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 म चाहिँ ड्रागन फ्रुटको बोटको भित्रभित्र हिँडिरहेको छु। काँडै काँडा छ, अलिक बचेर हिँड्नुपर्छ। म भन्दा पनि अग्लो अग्लो रहेछ यो ड्रागन फ्रुटको। ड्रागन फ्रुटमा चाहिँ काँडा हुन्छ अनि आँखामा घोच्छ भन्नुभएकोले चाहिँ म अलि मिलाई हिँडिरहेको छु। तर यहाँ चाहिँ हामी केरो टिप्न आएको छौँ है त। केरो टिप्न लागेका छौँ है हामी। केरो यो चाहिँ हाम्रो भोलिपल्टको दृश्य हो। अब हामी चाहिँ आफ्नो आफ्नो गन्तव्यतिर, आफ्नो आफ्नो घरतिर फर्किने तयारीमा छौँ। अनि हामी अब खाजासाजा खाएर गाडी कुरिरहेका छौँ है त। हेलो हाम्रो खाना पकाउने हाम्रो डिकन पूर्ण भेना एकदमै हेल्प गर्नुभएको हामीलाई। हाम्रो यहाँ विजय दाइ र पूर्ण खाजा खाइ ओरी गरेर अब गाडी कुरेको सबैजना। अब हाम्रो अन्तिम दिन आज यहाँबाट हामी काठमाडौँ बनेपा पनौती प्रस्थान। हामी वचनमा तल चरा डाडेर आत्मामा माथि उड्ने पुस्ता हौ। हामी वचनमा डुब्ने पुस्ता हौ। खोर्सानी हालेछ है हाम्रो भाउजूले यहाँ मोमोसँग खानालाई। सिन्धुलीको खोर्सानी ल नलैजाऊ रे। ग्रिन रेड चिन्डेको आम्गेनको सिरानीमा राखेर सुकाउनुपर्छ। किन फाल्नु होइन, घरमै बोक्दै जाउँ। युनिस्तिर तल त्यस्तै हो के, उनीहरू पनि आउनु पर्यो। साढे 8 भने आइपुग्दा 9 बज्छ भने मैले त्यही भएर हतार नगर्नु है, हतार नगर्नु भनेर मैले भनेको त हो नि। बनाउन पाउनु भयो नि त नि। साढे 8 अब घुमाउने ठाउँ छैन यहाँ। हाम्रो विष्णु दिदी बस्छ है अगाडि एउटामा। हिजोकै दाइ हिजोकै हुँदो रहेछ सबै हिजोकै हो। अस्तिकै हो कि गाडीहरू। यता आउनु यता आफ्नो गाडीमा चढ्नु। मेरो ब्याग त तलै छ। यता आउनु है, मलाई डर लाग्यो।
माथि जानुपर्छ है सबै तल आउनु सक्दैन बजारमा कति उकिन्छ होला है ब्याक गर्नुपर्छ बाई बाई सिन्धुली